सर स्वागत छ क्यापिटल नेपालमा। नमस्ते। तपाईँले चाहिँ पहिलो संस्करणको सफलतापछि चाहिँ अहिले दोस्रो नाइमा अटो एक्सपो गर्दै हुनुहुन्छ होइन? यो पटकको अटो सोलाई चाहिँ विशेष बनाउनको लागि चाहिँ के गर्दै हुनुहुन्छ? हामीले लास्ट इयर जुन फिडब्याक पायौँ लास्ट इयरको एक्सपो पछि त्यसलाई चाहिँ मध्यनजर गरेर पर्टिकुलरली मनसुनको बेला पानी पर्छ नि, त्यसकारण चाहिँ हल टु हल जुन बाटो छ त्यसलाई कसरी हामी रेन प्रुफ गर्न सक्छौँ त्यसमा प्रयास गरेका छौँ। लास्ट इयर हाम्रो डिसेबल फ्रेन्डली थियो, त्यसलाई हामीले कन्टिन्युटी दिएको छौँ। अरू सजेसनहरूमा चाहिँ सबभन्दा ठुलो प्रब्लम पार्किङको आएको थियो। त्यो पार्किङको व्यवस्था मिलाउनलाई हामीले नेपाल पुलिस क्लबको ब्लू पवेलियनलाई चाहिँ 6 दिन हामीले बुक गरेका छौँ, त्यहाँ पनि पार्किङ अभाइलेबल हुन्छ। सर यो पार्किङकै कुरा गर्दाखेरि चाहिँ यो पार्किङ व्यवस्थापन भन्दै विगतको दिनमा पनि विगतको अटो सोमा पनि त त्यहीँनिर बुक गर्नु भएको थियो नि त होइन? तर योपालि चाहिँ के फरक गर्दै हुनुहुन्छ? लास्ट इयर हामीले 6 दिन बुक गरेका थिएनौँ, यो वर्ष चाहिँ अल 6 डेज हामीले हाम्रो लागि अल हल्स बुक गरेका छौँ। लास्ट इयर चाहिँ अरू इभेन्टहरू पनि थियो, त्यसकारण चाहिँ लर्निङ फ्रम हाम्रो लास्ट इयरको एक्सपिरियन्स चाहिँ 6 दिन हामीले नेपाल पुलिस क्लब बुक गरेका छौँ टु फेसिलिटेड पार्किङ। यस वर्ष हेर्ने हो भने चाहिँ मुख्य अब उपभोक्ताहरूले चाहिँ के नयाँ अनुभव गर्नु? कुनै पनि एउटा अटो सोको चाहिँ मुख्य आकर्षण चाहिँ प्रोडक्ट र सर्भिसेस नै हुने हो, त्यसकारण चाहिँ हामीले कोर फोकस नै प्रोडक्ट र सर्भिसेसमा राखेका छौँ र हाम्रो एक्जिबिटरहरूलाई पनि रिक्वेस्ट यही छ कि आफ्नो प्रोडक्ट र सर्भिसेसहरूलाई राम्रो देखाउन। सो यो वर्षको नाइमा मोबिलिटी एक्सपोमा चाहिँ तपाईँहरूले इलेक्ट्रिक कार्स, डिजल पेट्रोल कार्स, हाइब्रिड कार्स, टु विलर्स, कमर्सियल भेहिकल्स, चार्जिङ सल्युसन, पार्किङ सल्युसन्स अनि अटोमोबाइल रिलेटेडको टेक्नोलोजीहरू चाहिँ हजुरहरूले अवलोकन गर्न सक्नुहुन्छ। गत वर्ष त हजुरहरूले अपेक्षा गरेको भन्दा धेरै दर्शकहरू आउनु भएको थियो, गाडीहरू त्योभन्दा सोचेको भन्दा धेरै बुक भएको थियो होइन? यो वर्ष चाहिँ कति कारोबारको अपेक्षा राख्नु भएको छ? एउटा वाइल्ड एस्टिमेट गर्न त मिल्दैन, तर हाम्रो एक्सपेक्टेसन छ कि लास्ट इयर भन्दा चाहिँ डेफिनेटली अलिकति बेटर हुन्छ, किनकि अब अवलोकन गर्ने मान्छेहरूलाई पनि ज्ञान भइसकेको छ नाइमा अटो सो भइरहेछ भनेर। सो त्यस कारण चाहिँ वी एक्सपेक्टिङ बेटर देन लास्ट इयर फुटफल। त जस्तै यो अटो एक्सपो हेर्नु भने चाहिँ विगततिरको तुलनामा चाहिँ यो अटो एक्सपो भने चाहिँ चाडबाडको समय केही समय अगाडि गर्ने त्यो छ नि त होइन? तर हजुरहरूले चाहिँ अब यो नाइमा चाहिँ स्थापना भएको वर्षदेखि नै साउनमै गर्दै आउनु भएको छ नि, यो कारण चाहिँ के हो सर? साउनमै गर्नुपर्ने चाहिँ केही बाध्यता छ यस्तो? होइन, बाध्यता चाहिँ छैन, तर अहिले चाहिँ के छ भने हामीसित एउटा मात्र एक्जिबिसन हल उपलब्ध छ अनि त्यसको चाहिँ अभाइलेबिलिटी हेरेर हामीले चाहिँ त्यही डेट्स पायो अनि त्यो डेट्स हाम्रो लागि सुटेबल थियो, त्यस कारण हामीले त्यही डेट्समा गरिरहेछौँ। तर अब साउनमा भन्दा पनि सर भदौको अलिकति बिचतिर या केही गरेको भए हजुरहरूकै लागि अलिकति राम्रो हुन्थ्यो कि भनेर केही सोच्नु भयो कि भन्नु? हाम्रो खास यसमा एक्जिबिटरहरूबाट के आयो भने एटलिस्ट 1 महिनाको चाहिँ टाइम हुनु पर्यो फ्रम अटो सो टु दसैँको डेलिभरिज। यसले गर्दा के हुन्छ भने प्रिपेयर गर्न पनि टाइम पाइन्छ गाडीहरू लिएर आउन, प्लस ग्राहकहरूले चाहिँ आफ्नो ब्याङ्कको प्रोसेसहरू डिओहरू पनि मिलाउन टाइम पाइन्छ। सो 1-1.5 महिना अगाडि गरेको चाहिँ राम्रै हुन्छ। त्यो चाहिँ अब बजारको हल्ला चाहिँ होइन, अहिले चाहिँ नाइमा र नाडाबीच चाहिँ एकदमै धेरै अस्वस्थ प्रतिस्पर्धा छ भन्ने हामीले नि अनुभव गरिरहेको छौँ होइन? हजुरले कतिको गर्नुभएको छ, त्यो भएर चाहिँ नाडाभन्दा अगाडि चाहिँ नाइमा एक्सपो गर्नु पायो भने अलिकति बेटर हुन्छ भन्ने हिसाबले त गर्नुभएको होइन नि? प्रतिस्पर्धा डेफिनेटली छैन, यो एउटै सिमिलर नेचरको दुईवटा संस्था भएको हुनाले चाहिँ हजुरहरूलाई फिल भइरह होला। तर नाइमा र नाडाले सहकार्य गरिरहने छन्, सरकारसित लबी गर्ने कुराहरूमा पनि सँगै मिलेर सिमिलर पोइन्ट्समा चाहिँ दुवै सङ्घ संस्थाले चाहिँ कुरा उठाइरहेछ। अब कुरा आयो अगाडि पछाडि गर्ने, हामीले अभाइलेबल डेट्स जुन पायौँ त्यो अभाइलेबल डेट्स हामीलाई सुटेबल भएको हुनाले हामीले यो डेट्समा चाहिँ नाइमा मोबिलिटी एक्सपो राखेका छौँ। सो जस्तै हजुरहरूले चाहिँ अब प्रतिस्पर्धा छैन भन्नुभयो होइन, सरकार समक्ष हामी गइरहेको छौँ, कुराहरू उठाइरहेको छौँ भन्नुभएको छ होइन? तर तपाईँहरू चाहिँ सिनियर जस्तो संस्था हुनुहुन्छ नि त होइन? जे भए पनि तर केही पोइन्टहरू उठाउँदाखेरि चाहिँ हजुरहरू दुवै संस्था चाहिँ सहकार्यमा गएर दुवैजना एकैचोटि गएर चाहिँ सरकार समक्ष आफ्नो केही कुराहरू राख्दाखेरि त अझ धेरै राम्रो बेनिफिट आउँथ्यो होला नि होइन? त्यस्तो त देखिँदैन नि? छ 100% छ। हामी चाहिँ हाम्रो संस्थाको मूल आधार चाहिँ नाइमामा चाहिँ अटोमोबाइल इम्पोर्टर र म्यानुफ्याक्चरर्स मात्रै छन्,
सो जहाँ हाम्रो कुरा कमन ग्राउन्ड छ गाडी आयात गर्ने बनाउने ट्याक्सेसनको कुरा रेजिस्ट्रेसनको कुरामा हामी सहकार्य गरेर हाम्रो इनफ्याक्ट एमओयू छ नाडा र नाइमाको बिचमा हामी सहकार्य गरेर काम गरिरहेछौँ। यो नाइमामा चाहिँ यो स्टलहरूको कस्ट चाहिँ महँगो भयो भन्ने कुराहरू चाहिँ हामीले धेरै सुन्दै आएको छौँ के, अनि नाइमामा पनि अब त्योभन्दा अलिकति सस्तो दिने भनेर विगतको वर्षमा चाहिँ हजुरहरूले भन्नुभएको थियो होइन, यो वर्ष चाहिँ के छ त्यस्तो? हामीले चाहिँ अलिकति कस्ट बढेको हुनाले हामीले अलिकति कस्ट बढाएका छौँ, तर प्रिभियस अटो सोजहरू भन्दा चाहिँ डेफिनेटली अहिले पनि सस्तो नै छ। अनि अर्को कुरा चाहिँ विगतको वर्षमा चाहिँ हजुरहरूले 5 दिनको चाहिँ अटो सो गर्नु भएको थियो, पछि 1 दिन थपेर 6 दिन बढाउनु भयो होइन। त्यसमा चाहिँ त्यो व्यवसाय बिच नै एकदम धेरै बाहिर त निकाल्नु भएन तपाईँहरूले होइन, तर एकदम धेरै अब चित्त नबुझेको टाइपको यस्तो कुराहरू हामीले धेरै सुनेको थियौँ। किन सर, त्यो टाइम थप्ने कुरालाई लिएर हो कि अरू केही त्यो कस्ट बढी लाग्छ भनेर हो कि के हो सर? मलाई लाग्दैन एकजना एक्जिबिटर बाहेक चाहिँ कसैलाई पनि त्यो कुरामा। मैले लास्ट इयर पनि म कमिटी को चेयर थिएँ अनि त्यसकारण चाहिँ लास्ट इयरको पनि मलाई थाहा छ त्यस्तो चाहिँ प्रब्लम थिएन। यो सुझाव चाहिँ हामीलाई एक्जिबिटरबाटै आएको, किनकि हाम्रो लागि पनि कस्ट हो, म्यानेज गर्न 1 दिन थप्नु पर्यो, हेडेक छ 1 दिन एक्स्ट्रा गर्दा चाहिँ। इनफ्याक्ट एज अ अर्गनाइजिङ कमिटी हामी चाहिँ इच्छुक थिएनौँ 1 दिन बढाउनलाई, किनकि इट्स अ भेरी बिग हेडेक, पर्सनली इन्भल्भ हुनुपर्छ। तर एक्जिबिटरहरूबाट धेरै ठुलो प्रेसर आएको हुनाले हामीले 1 दिन थपेको लास्ट इयर। 1 दिन थपे पनि कस्ट चाहिँ महँगो भयो भन्ने कुरामा चाहिँ अलिकति विवाद भइरहेको थियो नि त? छैन त्यस्तो त आई हेभ नट कम अक्रस एनी वान, किनकि लास्ट इयर जसले एक्जिबिट गराएको छ यो वर्ष पनि उहाँहरूले एक्जिबिट गरिरहनु छ, कुनै घटेको चाहिँ छैन हामी कहाँ, बरु एडिसनै भएको छ। हजुर हो। हजुर अब यो अहिलेको यो अटोमोबाइलको बजारलाई चाहिँ हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ सर, कसरी हेरिराख्नु भएको छ अहिलेको? अटोमोबाइल बजार एकदम भाइब्रेन्ट छ, नम्बर अफ प्लेयर्स धेरै बढेका छन्, ग्राहकहरूको लागि राम्रो चोइस छ बजारमा, धेरैवटा ब्रान्ड धेरैवटा मोडलको अभाइलेबिलिटी भएको हुनाले हाम्रो अटोमोबाइल सेक्टर चाहिँ एकदम भाइब्रेन्ट भएर आइरहेछ। जस्तै यो बजेटले चाहिँ अब जसरी कर परिमार्जन भयो नि, यसले चाहिँ व्यवसायीहरूको आत्मबल चाहिँ अलिकति घटेको जस्तो केही भएको हो सर अहिले? केही मोडलहरूमा चाहिँ डेफिनेटली डिक्रिज भएको छ, तर म्याक्सिमम मोडलहरूमा चाहिँ इन्क्रिमेन्ट छ। नेपालमा 30 लाखको हाराहारीको मोडलहरूमा चाहिँ केही प्रतिशतले कस्ट घटेको हुनाले तिनीहरूले एमआरपी पनि आफ्नो घटाएको छ, तर 30 लाखभन्दा माथि मेरो हिसाबले 1-2वटा ब्रान्डका मोडलहरू बाहेक कसैले बेनिफिट चाहिँ खासै पाएको छैन। यसलाई चाहिँ हजुरले चाहिँ कसरी हेर्नुहुन्छ यो बजेटलाई लिएर चाहिँ? करको निर्धारण गर्ने जुन प्रणाली छ त्यो डेफिनेटली मच बेटर हो, किनकि ट्यान्जिबल हो, यो यसलाई चाहिँ क्वान्टिफाई गर्न सकिन्छ। पहिलाको कुरामा चाहिँ डकुमेन्टलाई हेरेर विश्वास नगर्ने, टेस्टिङ फेसिलिटी नभएको, हामीले टेस्टिङ गर्न लिएर जाँदा भन्दा पनि कसैले लिएर जान चाहेन, सो यो एउटा विवादको विषय मात्रै भएर बस्यो। यसलाई टुङ्गो लाउन चाहिँ कुनै पनि खास ठोस प्रयास भएन, मात्रै आरोपवाला कुरा मात्रै भयो कि व्यापारी सबै चोर हुन्, चोरी गरेका छन्। सो एटलिस्ट अहिलेको जुन सिस्टम छ यसले चाहिँ हामीलाई क्ल्यारिटी दिएको छ, जुन सिआइएफ प्राइसमा आएको छ त्यसको आधारमा चाहिँ ट्याक्स लाग्ने, विच इज मोर साइन्टिफिक। भनेपछि अब पहिलातिर जति पनि यो समस्याहरू देखा परेको थियो त्यो चाहिँ अब सल्भ हुन्छ भन्ने? एटलिस्ट अहिलेको जुन सिस्टममा चाहिँ त्यो विवाद नहोला। अहिले चाहिँ यो अटो उद्योगले चाहिँ भोगिरहेको चुनौतीहरू चाहिँ के छन् सर? डेफिनेटली हाई ट्याक्सेसन एउटा ठुलो चुनौती हो। इन्फ्रास्ट्रक्चर, हाम्रो बाटो हेर्नुहोस्, द क्वालिटी अफ रोड्स आर नट गुड। हाम्रो हाइवेज हेर्नुहोस्, कनेक्टिभिटीको प्रब्लम छ, राम्रो बाटोघाटो छैन। इनफ्याक्ट हाम्रो बोर्डर क्रसिङहरू नै हेर्नुहोस्, लास्ट इयर पनि अटोस, लास्ट इयर त्यसको अगाडिको वर्षहरूमा पनि हाम्रो चाइनाबाट जुन मेन हाइवे लिङ्क छ त्यो टुटेको थियो। इनफ्याक्ट लास्ट इयर अटो सोको बेला पनि तातो पानीको हाइवे बन्द थियो, झन्डै 1-1.5 महिनाको एउटा पहिरो गएर। सो हाम्रो पूर्वाधार इज द बिगेस्ट प्रब्लम, बिगेस्ट च्यालेन्ज। सर अहिले चाहिँ अब हेऱ्यो भने हजुरले पनि हेरिराख्नु भयो होला, इभी चाहिँ एकदम धेरै बढिरहेको छ नि त होइन, एकदम धेरै राम्रो बिक्री पनि भइरहेको छ। त्यो अनुसार जति इभीको आय बढिरहेको छ, बिक्री भइरहेको छ, त्यो अनुसार चाहिँ आवश्यक पूर्वाधार चाहिँ बनेको छैन क्या, एकदमै सुस्त छ नि त। हजुरले हेर्नु भयो भने व्यवसायीहरू चाहिँ जति सक्दो नयाँ ब्रान्ड ल्याउँ, नयाँ मोडल ल्याउँ, त्यसमा मात्रै फोकस भइराख्नु भएको छ नि त होइन। अब आवश्यक चार्जिङ त अलिकति बढिरहेको छ, चार्जिङ स्टेसनको सङ्ख्या हेऱ्यो भने त, तर सर्भिसिङ हेऱ्यो भने चाहिँ 0 जस्तै छ क्या सर। जस्तै
यसलाई चाहिँ व्यवसायहरूले किन ध्यान नदिएको? म अरू ब्रान्डहरूको त कमेन्ट गर्दिनँ, तर मेरो ओमोडा जेकोको केसमा चाहिँ नेपाल अधिराज्यभरि 17वटा पोइन्टमा सर्भिस स्टेसन अभाइलेबल छ, पूर्वदेखि पश्चिमसम्म। पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म चाहिँ हाम्रो नेटवर्क पार्टनर्सहरू छन्, अनि त्यहाँ तपाईँले सर्भिस पाउन सक्नुहुन्छ। कुनै पनि एउटा ब्रान्डको सक्सेसको लागि चाहिँ डेफिनेटली सर्भिस इज द मोस्ट इम्पोर्टेन्ट एस्पेक्ट। एउटा ह्याप्पी कस्टमरले अर्को कस्टमरलाई कन्भिन्स गर्न इजी छ मैले विज्ञापन चलाएर या मेरो सोरुम स्टाफले कन्भिन्स गर्नुभन्दा। सो हाम्रो लागि चाहिँ बिगेस्ट प्लस पोइन्ट लास्ट 2 इयर्समा हाम्रो सक्सेस स्टोरी पनि इज बिकज हाम्रो कस्टमर चाहिँ सर्भिसले खुसी भएर नै दे आर रेकमेन्डिङ आफ्नो साथी फ्यामिलीलाई। त्यसकारण हाम्रो केसमा चाहिँ हजुरले भनेको कुरा चाहिँ इज नट ट्रु, किनकि अब हामीसित प्र्याक्टिकली नेपालभरि चाहिँ सर्भिस ब्याकअप चाहिँ छ। सर, हजुरले चाहिँ सर्भिस ब्याकअप छ भनिराख्दाखेरि चाहिँ धेरै क्लाइन्टहरू चाहिँ हामीले यस्तो पनि भेटेका छौँ कि जस्तै अब ओमोडाको किनिरहेको छ तर मैले के अरे पार्ट्स पाएन, टाइममा चाहिँ मेरो सर्भिसिङ भएन भन्ने गुनासोहरू पनि आइरहेको हुन्छ नि त। मलाई कुनै त्यस्तो गुनासो पर्सनली आएको छैन। हाम्रो सर्भिस सेन्टरमा पनि हाम्रो ग्राहकहरूसित कुरा गर्दा पनि त्यस्तो इस्युज छैन। इस्यु अलिकति लास्ट इयर के भएको थियो, हाम्रो चाइनाबाट जुन बोर्डर पोइन्ट बन्द भएको हुनाले 3.5-4 महिना जतिको बोर्डर पोइन्ट बन्द भएको हुनाले स्पेयर पार्ट्स आउन चाहिँ डिले भएको हो। तर त्यो केसमा पनि कस्टमरहरूलाई हामीले एक्सप्लेन गरेका छौँ डिले हुने कारण के हो। हाम्रो कन्ट्रोल बाहिर छ, बोर्डरमा आएर बसिरहेछ तर बाटो नभएको हुनाले चाहिँ केही स्पेयर पार्ट्स आउन सकेका छैन। बट अनह्याप्पी भनेर त आई एम नट कम अक्रस। म पर्सनली पनि कसैले रिच आउट गऱ्यो भने आई लुक इन्टु सर्भिस रिलेटेड म्याटर, बिकज लाइक आई सेड सर्भिस इज द मोस्ट इम्पोर्टेन्ट एस्पेक्ट फर सेल्स अफ कार्स। सर, यो अब हजुरहरूले त इभी पनि बिक्री गरिराख्नु भएको छ, यता इन्धन पनि त बिक्री गरिराख्नु भएको छ नि त होइन? यो इभीको चाहिँ स्पेयर पार्ट्सहरूको एकदमै महँगो हुनुको कारण चाहिँ के हो सर? तपाईँले पहिलो कुरा के बुझ्नु पऱ्यो भने ट्याक्सको ग्यापको ले गर्दा चाहिँ यु आर बाइङ एन एक्सपेन्सिभ कार। फर इक्जाम्पल 50 लाख पर्ने पेट्रोल गाडी इभीमा किन्नुभयो भने सिमिलर फिचर्स जुन 50 लाखमा पाइरहनुहुन्छ इभीमा, तपाईँले पेट्रोल गाडी किन्दा द्याट फिचर विल कस्ट यु 120, 130, 140 लाख्स होइन। 1 करोड 40 लाख रुपियाँ पर्छ। 1 करोड 40 लाख रुपियाँ पर्ने गाडीको स्पेयर पार्ट्स महँगो नै हुन्छ। अब हजुरले बुझ्नु के पर्यो भने गाडीमा सेन्सर्स लागेको छ, इट इज हाइली सेफ। अडास लेभल 2, अडास लेभल झन्डै 2+ अडास लेभलको गाडीहरू आइरहेछ। अब सेन्सर भत्क्यो भने फुट्यो भने त्यसको कस्ट चाहिँ डेफिनेटली हुन्छ। सो त्यसले गर्दा चाहिँ स्पेयर पार्ट्सको कस्ट महँगो लागिरहेछ, बिकज वी आर कम्पेयरिङ 50 लाखको इभी विथ 50 लाखको पेट्रोल। बट हामीले के बुझ्नु पऱ्यो भने तपाईँले ट्याक्सको ब्रेकले गर्दा चाहिँ 50 लाखको जुन इभी पाउनु भएको छ, खासमा इफ यु गेट अ पेट्रोल भर्जन अफ द्याट प्रडक्ट, त्यसको कस्ट विल बी 1 करोड प्लस, डबलभन्दा बढी हुन्छ। हामीले ट्याक्स बेनिफिटले गर्दा चाहिँ सस्तो प्राइसमा पाएको छौँ। 1 करोडको गाडी ठुक्यो भने त्यसको स्पेयर पार्टको कस्ट त 50 लाखको गाडीसित कम्पेयर गर्न पाइँदैन नि। सो द्याट इज वान रिजन। प्लस टेक्नोलोजीको हिसाबले जुन गाडी लोडेड छ त्यो फिचर्स त्यो टेकले गर्दा पनि अलिकति कस्ट चाहिँ यस आई एग्री इट्स अ लिटल हायर। भनेपछि हजुरहरूले ग्राहकहरूलाई चाहिँ बुझाउन नसक्नु भएको हो त यहाँनिर? बुझ्ने ग्राहकले चाहिँ डेफिनेटली बुझ्या हो। क्यामराज लागेको छ, क्यामेरा फुट्यो भने क्यामेराको कस्ट लाग्छ। त्यही हिसाबले 50 लाखको पेट्रोल गाडीमा क्यामेरा हो, 360 डिग्री क्यामेरा हुँदैन। क्यामेरा नभएपछि त प्लास्टिक कम्पोनेन्ट हो, प्लास्टिक कम्पोनेन्टको कस्ट अभियसली विल बी चिपर। सो ग्राहकले यो कुरा बुझाउँदा चाहिँ पिपल अन्डरस्ट्यान्ड। अहिले चाहिँ यो जुन पार्ट्सहरूको समस्या छ, सर्भिस सेन्टरहरूको समस्या छ नि सर, यसलाई चाहिँ समाधान गर्नको लागि चाहिँ के गर्न सकिन्छ? जस्तै व्यवसायको तर्फबाट या सरकारी पक्षबाट हजुरले हेर्दाखेरि? म त सिम्पल कुरा के भन्छु भने एज अ ग्राहक पनि मैले कुनै प्रडक्ट किन्दा त्यसको सर्भिस पाएन भने आम नट गोइङ टु बाई द्याट प्रडक्ट। कसैले फोर्स गर्न सक्दैन कसैलाई पनि प्रडक्ट किन्नलाई। सो यु हेभ टु मेक यर कस्टमर्स ह्याप्पी। म यो कुरा बुझ्दिनँ कि यो नियमनको कुराहरू आउँछ। ग्राहकलाई मूर्ख किन बुझ्नु भएको छ? ग्राहक मूर्ख होइन कि, दे आर भेरी स्मार्ट पिपल, पिपल लाइक यु एन्ड मी। हामी पनि अल्टिमेटली ग्राहक नै हो। हामीले प्रडक्टको सबै कुरा बुझेर मात्रै किन्ने हो। कसैले जोर जबरजस्ती गरेर त कसैलाई प्रडक्ट किनाइरहेको छैन। डेफिनेटली म भन्छु कुनै पनि प्रडक्ट किन्नुभन्दा अगाडि त्यसको सर्भिस स्टेसन छ कि छैन,
गएर हेर्नुहोस् त्यसको सर्भिस ब्याकअप कस्तो छ, तिनीहरूले त्यसको ग्राहकहरू खुसी छ कि छैन, यो कुरा डेफिनेटली बुझ्नुपर्छ। तर यो हामी किन अज्युम गरिरहेछौँ कि हाम्रो ग्राहक मूर्ख हो, त्यसलाई सोरुममा छिरेपछि सेल्सम्यानले जबरजस्ती गाडी भिडाइदिन्छ। दिस इज नट ट्रु। ग्राहकले सबै कुरा बुझेर किन्छ, जसले सर्भिस दिँदैन त्यसको प्रडक्ट बित्दैन। यो रियालिटी यही हो। जस्तै अहिले चाहिँ अब भन्यो भने एउटा ब्रान्ड एउटा मोडल त अब धेरै होला नि होइन, एउटा हजुरहरूकै कुरा गर्दाखेरि 4-5वटा ब्रान्ड बिक्री गरिराख्नु भएको छैन होइन। यसमा चाहिँ एउटा ब्रान्डलाई फोकस गरेर बेच्दाखेरि हजुरहरूकै व्यवसाय राम्रो हुन्थ्यो होला नि त होइन। अहिले चाहिँ किन धेरै अब 5-6वटा 7-8वटै ब्रान्डहरू ल्याएर बिक्री गरिराख्नु भएको छ, त्यसको त्यो हिसाबले त अब ग्राहकहरू पनि त कन्फ्युज हुनुहुन्छ नि त, हजुरले बिक्री गर्ने मोडलमा कुन चाहिँ किन्ने त, कुन चाहिँ राम्रो छ। यो विषयलाई चाहिँ हजुरहरूले कसरी चाहिँ ग्राहकहरूलाई बुझाउनु भएको छ? ग्राहकको चोइस छ। अब एउटा ब्रान्डले एउटा सर्टन फिचर्स, एउटा सर्टन क्याटेगोरीलाई फोकस गरेर प्रडक्ट बनाउँछ, अर्को ब्रान्डले स्पेसिफिक एउटा ग्राहकलाई फोकस गरेर मोडल डिजाइन गर्छ। सो फर इक्जाम्पल हामीले मेरो कुरा गर्दा चाहिँ वी आर वर्किङ विथ चेरीको 3टा ब्रान्ड्स। जब चेरी ग्रुपले 3टा ब्रान्ड बनाइरहेछ भने हजुरले बुझ्नु पऱ्यो नि, उनीहरूले नि केही सोचेर 3टा ब्रान्ड बनाएको होला। देयर ओमोडा जिको, देयर इज आइकार एन्ड देयर इज चेरी। यो एउटै चेरी ग्रुप अन्तर्गतको 3टा ब्रान्ड छ, 3टै ब्रान्ड नेपालमा अभाइलेबल हुन्छ। यो 3टा ब्रान्डको फरक के छ भने अब चेरीले सानो ह्याचब्याक अर्बन क्रस गाडी लिएर आइरहेछ, त्यसको एउटा प्राइस पोइन्ट छ जुन ओमोडा जिको प्रोडक्ट लाइनअपमा छैन। कि म अब त्यो प्रोडक्ट क्याटेगोरीमा कि त गाडी बेच्नु भएन, I have to be remaining in the category where I'm selling Omoda Jeko vehicles. iCar जुन छ एउटा लाइफस्टाइल प्रोडक्ट हो, it's got boxy design, retro look, classic look छ त्यसको। So these brands are servicing, focusing on certain aspect जुन कस्टमरहरूले खोजिरहेछ। ओमोडा जेको इज मोर फ्यासनेबल, मोर ओमोडाको केसमा चाहिँ इट्स मोर क्रस स्टाइलिङ, जेकोको केसमा चाहिँ इट इज मोर आउटडोर। सो उनीहरूले आफ्नो प्रोडक्टलाई त्यो हिसाबले क्याटेगराइज गरेछ। विभिन्न वर्गको कस्टमरको विभिन्न चोइसेस हुन्छ। यु हेभ टु एज अ मार्केटियर यु हेभ टु bring products which every customer will like. So that's why we have a multi-brand strategy. सर अहिलेको यो एकदमै महत्त्वपूर्ण विषय भने चाहिँ एकदम ब्याट्री व्यवस्थापनको छ नि त होइन। यो विषयमा चाहिँ हजुरहरूले नाइमासँग के योजना बनाउनु भएको छ, यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने, के गर्ने भनेर चाहिँ? नेपाल सरकारको नियम अनुसार गाडी आयात गर्नुभन्दा अगाडि ब्याट्री व्यवस्थापन गर्न जरुरी छ। सो मैले 2 वर्ष अगाडि गाडी 2-2.5 वर्ष अगाडि चाहिँ गाडी आयात गर्नुभन्दा अगाडि एउटा कम्पनीसित टाइअप गरेको छु, जसले चाहिँ जुन ब्याट्री डेड भइसकेको छ, अनयुजेबल छ, उसले स्क्रैपमा यहाँबाट उठाएर आफ्नो रिसाइक्लिङ सेन्टरमा लिएर जान्छ। सो यो पटक पटक उठिरहेछ कुरा कि यहाँ इभीको गाडी बिग्रेपछि त्यो ब्याट्री हामी फ्यालिदिन्छौँ, त्यसले यहाँ इन्भाइरोमेन्टल ह्याजर्ड गर्छ। तर रियालिटी के छ, देख्दाखेरि डम्पिङ बन्छ भन्ने कुराहरू पनि एक्ज्याक्टली। तर नेपालको केसमा चाहिँ आयातकर्तालाई सरकारले के भनेको छ भने वेन द इभी डाइज, द ब्याट्री डाइज, त्यो चाहिँ नेपाल बाहिर फ्याल्नुपर्ने। सो त्यो अलरेडी हामी गरिरहेछौँ। प्लस अर्को कुरा हजुरले के बुझ्नु पर्यो भने अहिले त 11-12 वर्षको चाहिँ ब्याट्रीमा वारेन्टी छ। सो यो जङ्कयार्ड हुन्छ भनेर यो हामी एकदम नेगेटिभ माइन्डसेटले चाहिँ मात्रै कुरा गरिरहेछौँ। सो जङ्कयार्ड डेफिनेटली हुँदैन। प्लस ब्याट्रीको मल्टिपल युजेज छ एन्ड आई एक्सपेक्ट द गभर्मेन्ट टु यो स्टडी गर्नुपर्ने हो, विज्ञहरू राखेर यसलाई चाहिँ स्टडी गरेर मेबी वी क्यान प्रोसेस युज ब्याट्रिज इन नेपाल। किनकि एउटा ब्याट्रीभित्र धेरैवटा मिनरल्स छ, त्यो विदेशी कम्पनीले हाम्रो स्क्रैप किन लिएर गइरह होला, लेट्स अन्डरस्ट्यान्ड। त्यसमा केही न केही भ्याल्यू छ, त्यस कारण उसले लिएर गइरहेछ। निकल छ, कोबाल्ट छ, गोल्ड छ, त्यसमा सिल्भर छ, त्यो उसले लगेर त्यसलाई प्रोसेस गरेर सेग्रिगेट गरेर बेच्ने हो। तर हामीलाई त्यो अहिलेसम्म पोलिसी छैन, यो ब्याट्री म्यानेजमेन्टको पोलिसी छैन। तर गभर्मेन्ट, अहिलेको गभर्मेन्टले चाहिँ डेफिनेटली यसलाई एउटा साइन्टिफिक रूपले स्टडी गरेर एउटा मापदण्ड बनाएर मेबी वी क्यान रिसाइकल द ब्याट्री इन नेपाल ओन्ली। वाइ डु वी निड टु सेन्ड, किनकि हामीले त तिरेर लिएर आइसक्यौँ, हामी फ्रीमा उसलाई भनिरहेछौँ यहाँबाट प्लिज लिएर जानुहोस्, हाम्रो स्क्रैप हो, स्क्रैप होइन, इट्स गट भ्यालुएबल मिनरल्स इनसाइड इट। तर यस, त्यसको चाहिँ एउटा एसओपी स्ट्यान्डर्ड बनाएर चाहिँ यहाँ प्रोसेसिङ गर्न चाहिँ जरुरी देखिन्छ।
सो त्यो ब्याट्री रियुज चाहिँ गर्न चाहिँ मिल्छ कि मिल्दैन के हुन्छ? भेरियस प्रकारको ड्यामेजेस हुन्छ। देयर आर सर्टन ब्याट्रिज विच क्यान बी रियुज, तर अहिलेको जुन हाम्रो नियम छ त्यसमा चाहिँ इभीबाट निस्केपछि त्यो ब्याट्री रियुज हुन सक्दैन। मेरो कम्पनीले मलाई के एउटा आइडिया दिएको थियो कि केही सेल्स डेड हुन्छ ब्याट्रीमा, त्यो इभीमा चाहिँ चल्न सक्दैन, बट उसमा स्टोरेज क्यापेसिटी छ ब्याट्रीभित्र। सो वाइ डोन्ट यु डोनेट दिस ब्याट्री टु अ रिमोट विलेज जहाँ चाहिँ दिनको बेला बत्ती आएको बेला चाहिँ त्यो चार्ज भएर बस्छ नि, राति त्यसलाई चाहिँ यु क्यान युज इट इन पावरिङ अ स्मल विलेज, मेबी सोलरबाट चार्ज गरेर। तर हामीमा पोलिसी नै छैन, सो त्यस कारण चाहिँ त्यो स्क्रैप गर्नलाई मलाई इन्डिया पठाउनुपर्छ। अब यो ब्याट्री व्यवस्थापनको लागि चाहिँ कस्तो खालको पोलिसी बन्दाखेरि चाहिँ ठिक हुन्छ सर हाम्रो नेपालमा? स्टडी गर्न जरुरी छ, स्टडी गरेर, किनकि कन्सर्न करेक्ट छ। हामीले चाहिँ त्यसलाई व्यवस्थापन नगरेर स्क्रैपको हिसाबले चाहिने कुरा निकाल्यो, अरू कुरा यतिकै फाल्यौँ भने डेफिनेटली इट क्यान बी एन इन्भाइरोमेन्ट ह्याजर्ड। सो ग्लोबल बेस्ट प्र्याक्टिसेस बुझेर चाहिँ हामी नेपालमा त्यो बेस्ट प्र्याक्टिसेसलाई इम्प्लिमेन्ट गर्न सक्छौँ। त्यो भयो भने यो ब्याट्री व्यवस्थापनको समस्या चाहिँ समाधान हुन्छ? खास अहिले समस्या नै छैन। यो हामीले एउटा नेगेटिभ तरिकाले इमेजिन गरेको कि यो इभी आयो, यहाँ डम्प भयो, गाडी ठोक्दा पनि हामी के भन्छौँ, इलेक्ट्रिक गाडी ठोक्यो। पेट्रोल गाडी ठोक्दा हामी भन्छौँ पेट्रोल गाडीले ठोक्यो, नाइट बस झर्दा हामी भन्छौँ डिजल बस झर्यो। यो हाम्रो एउटा प्रब्लम छ। नयाँ कुनै कुरा एडप्ट भइरहेछ, कसैले राम्रो गरिरहेछ भने हामी नेगेटिभली त्यसलाई हेर्छौँ। सो यो इभीको केसमा पनि यो डम्प भयो भनेर जुन कुरा आइरहेछ, कहाँ भयो डम्प त? आयात गर्नुभन्दा अगाडि सरकारले भन्छ कि यो ब्याट्री डेड भयो भने तपाईँले के गर्ने हो, यो कहाँ स्क्रैप गर्ने हो, त्यो हामीलाई उनीहरूलाई पुरा देखाउनु पर्छ। वाट प्रोसेस वी आर गोइङ टु युज टु स्टोर द्याट ब्याट्री, एन्ड यसको स्क्रैप गर्ने नेपाल बाहिर को छ त्यो दिएपछि त कहाँबाट इन्भाइरोमेन्टल ह्याजर्ड आयो मैले त कुरा बुझिनँ। किनकि प्रोसेस जुन छ अहिले नेपाल सरकारले प्रिस्क्राइब गरेको एकदम क्लियर कट छ, ब्याट्री डेड भएपछि नेपाल बाहिर पठाउनुपर्छ। सो इन्भाइरोमेन्टल ड्यामेजको कुरै उठ्दैन। सर अब यो लास्टमा है, अस्तिको यो मौद्रिक नीतिलाई चाहिँ हजुरले कसरी समीक्षा गर्नुहुन्छ सर? हामीले धेरै एक्सपेक्ट गरेका थियौँ डेफिनेटली मौद्रिक नीतिबाट। अहिलेको अवस्थामा चाहिँ ब्याङ्कहरूमा एक्सेस लिक्विडिटी छ, एन्ड एज अ अटोमोबाइल सेक्टर हामी भनिरहेछौँ कि एउटा त गाडी बिक्यो भने, बाइक बिक्यो भने चाहिँ नट ओन्ली कर त डेफिनेटली उठ्ने हो, तर इकोनोमी अझै भाइब्रेन्ट हुने हुन्छ। जति मोबिलिटी बढ्छ, लजिस्टिक्स इम्प्रुभ हुन्छ, त्यति इकोनोमीको लागि राम्रो हो। यो जुन हाम्रो फाइनेन्सिङको डेट टु इक्विटी रेसियो छ, डेट टु फाइनेन्स रेसियो, यसलाई चाहिँ 40%बाट अल प्यासेन्जर कार्समा 20%मा झार्नु पर्यो। एक्सेस टु लोन चाहिँ इजी हुनु पर्यो। यसले गर्दा चाहिँ डेफिनेटली लिक्विडिटी जुन एक्सेस छ त्यो लोनमा कन्ज्युम पनि हुन्छ, ग्राहकहरूलाई गाडीहरू किन्न, बाइकहरू किन्न सुविधा पनि हुन्छ। यसले गर्दा राजस्व पनि उठ्छ, हाम्रो मोबिलिटी नेपालमा पनि बढ्छ, समग्र राम्रो हुन्छ। तर फर सम रिजन गभर्नरज्यूले चाहिँ यो कुरा अहिले पनि एड्रेस गर्नु भएन। आई एक्सपेक्ट कि नेक्स्ट मौद्रिक नीतिमा चाहिँ केही न केही अझै एक्साइटिङ हाम्रो यो इकोनोमी जुन अलिकति स्लो भएको छ त्यसलाई चाहिँ अझै भाइब्रेन्ट गर्न उहाँले केही न केही स्टिमुलस ल्याएर दिनुहुन्छ।